हेलो गाइस, वेलकम। तपाईँहरू सबैजनालाई स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा। र आज चाहिँ मैले आर्ट भिडियो नभइकन अनबक्सिङ भिडियो बनाउनु गइरहेको छु। अब तपाईँहरूलाई चाहिँ म सरी भन्न चाहन्छु, किन भन्दाखेरि मैले भिडियो नहालेको लगभग 1 वर्षै हुन लागिसक्यो। किन भन्दाखेरि चाहिँ म 10मा थिएँ र मैले भर्खर एसई क्लियर गरेको छु। र 10मा तपाईँहरूलाई थाहा छ कति पढ्नुपर्छ, कति रेस्पोन्सिबिलिटी हुन्छ भनेर। अनि त्यही भएर चाहिँ मैले आर्टलाई चाहिँ साइड पार्टमै राखेँ, किन भन्दाखेरि म अरू काममा बिजी थिएँ। र आज चाहिँ हामी अनबक्सिङ गर्न गइरहेको छौँ, जुन चाहिँ आर्टिस्टहरूको लागि वरदानै हो भनौँ होइन। किन भन्दाखेरि यो चाहिँ प्रोफेसनल स्केच किट हो, जुन चाहिँ प्रो आर्टको तर्फबाट आउँछ। थ्याङ्क यू भन्न चाहन्छु प्रो आर्टको लागि, किन भन्दाखेरि यसमा इन्क्लुड भएको चिजहरू चाहिँ सबै स्केच गर्नको लागि पर्फेक्ट छ। यसमा अझ इन्क्लुडिङ छैन, तर तपाईँहरूले चाहिँ बाहिरबाटै मोनो जेरो इरेजर भन्ने पाउँछ। त्यो चाहिँ किन्नु होला, किन भन्दाखेरि त्यो नि चाहिन्छ। र यसमा चाहिँ सबै कुरा छ, तपाईँहरूले मार्केटमा धाइरहनु पर्दैन। यदि तपाईँहरूले यही लगाएर देखाउनुहुन्छ भने तपाईँले अफलाइन मार्केटहरूमा नि पाउनुहुन्छ, अनि दराजबाट नि अर्डर गर्न सक्नुहुन्छ। मैले चाहिँ यो चाहिँ अरू कम्पनीहरूको पनि छ, तर मैले चाहिँ प्रो आर्टकै किन चुज गरेँ भनेर सोध्नुहुन्छ भनेदेखि चाहिँ प्रो आर्टकोमा चाहिँ जुन एसबी पेन्सिल्सहरू छ त्यो राम्रो थियो, र प्रो आर्टकोमा चाहिँ राम्रो रिभ्यूहरू भएको कारणले गर्दाखेरि चाहिँ मैले प्रो आर्टकै चुज गरेँ। र यदि तपाईँहरू चाहिँ बिगिनर लेभलदेखि आर्ट सिक्न चाहनुहुन्छ भने चाहिँ मलाई भन्नु होला, र म बिदाको टाइम छ भिडियो बनाउनुला। जसरी चाहिँ तपाईँहरूले बिगिनर लेभलदेखि सिक्न सक्नुहुन्छ। तर तपाईँ यदि आर्ट गर्न रियलीमै चाहनुहुन्छ भने चाहिँ पेसन हुनुपर्छ। प्यासन छैन भने, अथवा आज गर्छु भोलि गर्छु पर्सिदेखि छैन भने चाहिँ काम भएन। कन्सिस्टेन्सी भएर हामीले काम गऱ्यौँ भने मात्रै त्यो कामप्रति हामी सफल हुन्छौँ, नत्र हामी त्यो कामप्रति सफलै हुँदैन। र यसको अनबक्सिङ चाहिँ मैले गरिसकेँ। यसमा पेपर ऱ्याप, प्लास्टिक ऱ्याप थियो, तर मैले यहाँ खोलिदिइसकेँ। अब यसभित्र हेरौँ है त के छ। यहाँ 33वटा पिसेस हुन्छ आर्ट गर्नको लागि, काफी हुने खालको पिसेस। र म यहाँ खोलेर हेर्छु। ओके, फिल त राम्रो छ, हेर्न सक्नुहुन्छ। यहाँनिर कम्प्लिट छ। अब तपाईँहरूलाई कुनै कुरामा कन्फ्युजन होला के छ भन्ने खालको कुरामा चाहिँ सुरु चाहिँ मैले यताबाट गरेँ। यता चाहिँ मैले सुरुमा चाहिँ सार्पनर पाउँछु। यो सार्पनर चाहिँ हामीले बच्चा बेलामा देख्थ्यौँ, अहिले चाहिँ थाहा छैन मलाई अहिले हाम्रोतिर पाउँछ कि पाउँदैन। तर यो चाहिँ सार्प गर्नको लागि भनेर दिएको छ, मेटल सार्पनर है। अनि अर्को पनि त्यही सार्पनर नै छ, थाहा छैन मलाई किन हो यो एउटा ठुलो दिएर अर्को दिएको हुन्छ, त्यही पनि ठिक छ। र यहाँनिर चाहिँ तपाईँहरूले एसबी पेन्सिल्सको सेटहरू देख्न पाउनुहुन्छ। र यहाँ चाहिँ 2Hदेखि 6B सम्मको दिएको छ। र यो भनेको चाहिँ के हो भन्नुहुन्छ भने एसबी अथवा बीले चाहिँ थिकनेस बुझाउँछ। र आर्टकै भाषामा पनि हेर्ने हो भनेदेखि चाहिँ यसले चाहिँ लाइट सेडिङ, डार्क सेडिङको बारेमा चाहिँ यसले बुझाउँछ। र यो जुन कम एसबी पेन्सिल हुन्छ यसको चाहिँ टिप पनि सानो हुन्छ, र यसले चाहिँ हामी लाइट सेडिङवाला कामहरू चाहिँ हामीले गर्न सक्छौँ। र हामी चाहिँ आर्टमा हल्का प्रोफेसनल्ली लाग्न सक्छौँ। किन भन्दाखेरि मेरो पहिलाको भिडियो तपाईँहरूले हेर्नुभएको होला, म एउटै पेन्सिलले बनाउँथेँ र त्यति राम्रो खालको फिल पनि आउँदैन थियो, ठिक्क खालको आउँथ्यो। त्यही पनि सुरुमा चाहिँ प्र्याक्टिस गर्दाखेरि चाहिँ यो प्रोफेसनल सेट नकिन्नु होला। सुरुमा प्र्याक्टिस गर्दा नर्मली गर्नु होला, र पछि गएर किन्दाखेरि राम्रो हो। तर यदि किन्नु नै हुन्छ भने चाहिँ म केही भन्दिनँ, राम्रै हो भनौँ। र अर्को रहेको छ यहाँनिर चारकोल पेन्सिलहरू। यसमा चाहिँ हार्ड, सफ्ट र मिडियम भन्ने खालको छ। तर चारकोल पेन्सिलहरूको केसमा चाहिँ जति सफ्ट चारकोल पेन्सिलहरू भयो त्यति नै डार्कर चाहिँ यसले सेड गर्न मिल्छ, अथवा त्यति नै डार्कर चाहिँ यो हुन्छ भन्ने खालको कन्सेप्ट हुन्छ। र जति हार्ड हुँदै गयो त्यति नै मिडियम डार्क अथवा लो डार्क हुँदै आउँछ, जसको कारणले गर्दाखेरि चाहिँ तपाईँहरूले आफ्नो आर्ट अनुसार जुन गरिरहनु भएको छ त्यो अनुसार चाहिँ तपाईँहरूले गर्न सक्नुहुन्छ। र मसित यहाँनिर एउटा एक किटमा आउने अर्को ग्राफाइट पेन्सिल छ। एउटा मात्रै छ, तर एउटा भए नि पुग्छ। 6B थिकनेसवाला रहेछ। यसबाट चाहिँ मैले चाहिँ डार्कर सेड्सहरूमै फोकस गर्न मिल्छ। जस्तै कि यो चाहिँ कस्तो खालको कलर हुन्छ भन्दा जस्तै कि तपाईँले पेन्सिल कलर पनि हो, ठ्याक्कै त्यस्तै खालको हुन्छ, तर पेन्सिल कलर भन्दा राम्रो लाग्ने खालको हुन्छ। र त्यही अनुसारको सेडिङ पनि हामीले गर्न सक्छौँ। र तपाईँहरूलाई यो देखेर चाहिँ कन्फ्युजन भयो होला, यो चाहिँ के हो भन्नु होला। अब यिनीहरूको सेट मध्येमा त अब हामी जतिखेर नि मार्केट गएर किन्ने कुरा आउँदैन नि त। र कहिलेकाहीँ सक्यो भने त अब सक्यो, काम छ कसरी गर्ने भन्ने खालको कुरा आएर त्यो सानो भएपछि
तपाईँहरूले यसमा राखेर युज गर्न सक्नुहुन्छ। यहाँ दुईवटा टिप छ, एउटा चारकोल पेन्सिल्सको लागि र अर्को एचबी पेन्सिलको लागि। तपाईँहरूले मजाले युज गर्न सक्नुहुन्छ, सानो भए पनि मतलब छैन। अब तपाईँहरूलाई म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि यहाँनिर एउटा कटर दिएको छ र तपाईँहरूलाई लाग्न सक्छ कटर चाहिँ किन दिए भन्ने खालको। त यो चाहिँ किन दिएको हो भन्दाखेरि अब तपाईँहरूले एचबी पेन्सिल्स चाहिँ यही सार्पनरबाटै सार्प गर्न सक्नुहुन्छ, तर चारकोल पेन्सिल चाहिँ यही सार्पनरबाट सार्प गर्नु हुँदैन। किन भन्दाखेरि चारकोल पेन्सिलहरू चाहिँ सफ्ट, धेरै नै सफ्ट हुन्छ र तपाईँहरूले कहिलेकाहीँ सार्पनरले सार्प गर्दाखेरि भाँचिन सक्ने चान्स बढी हुन्छ। र म चाहिँ तपाईँहरूलाई स्ट्रङली के रिकमेन्ड गर्छु भन्दाखेरि यसैले गर्नुहोस् र एचबी पेन्सिल पनि यही कटरले गर्नुहोस्। किन भन्दाखेरि एचबी पेन्सिल्समा नि हामी सधैँ सिधै राखेर गर्दैनौँ। यदि जस्तो कि यसको टिप सानो छ नि त, हामी अब यसलाई यसरी गर्नु सट्टा हामी यसरी गर्छौँ नि त, त्यस्तो गर्दाखेरि हाम्रो सेडिङ मिल्दैन। यदि टिप राम्रो भयो भने त बल्ल गर्न मिल्यो नि त, त्यही अनुसारको आर्ट र सेडिङहरू सबै गर्न मिल्यो। र अनि अर्को मैले फर्स्ट त्यो अल्बर्ट आइन्स्टाइनको आर्टवाला भिडियोमा भनेको थिएँ ब्लेन्डिङ सिस्टम। यो ब्लेन्डिङ सिस्टमले चाहिँ तपाईँहरूले सेडिङ गर्न सक्नुहुन्छ। जस्तो कि मैले तपाईँहरूलाई के को एक्जाम्पल दिएको थिएँ, एयरबड्सको एक्जाम्पल दिएको थिएँ र त्यसबाट पनि तपाईँले गर्न सक्नुहुन्छ, तर बेटर वेमा चाहिँ तपाईँहरूले ब्लेन्डिङ सिस्टमले गर्न सक्नुहुन्छ। र अब भन्नु होला दाइ मैले त यो चारकोल पेन्सिल्सले बनाएँ अनि ब्लेन्डिङ सिस्टमले सेट गरेँ, ब्लेन्डिङ सिस्टम कालो भयो, अब म के गर्ने? अब त्यो ब्लेन्डिङ सिस्टम कालो भयो, अब अर्को लाइट सेटिङ गर्दा त मिलेन नि। हो, त्यो प्रब्लमलाई सल्भ गर्नको लागि यही किटमा छ सबैभन्दा बेस्ट कुरा पनि। किन भन्दाखेरि यो देखिरहनु भएछ नि, यो फर्स्ट लेयर रिमुभ गरेपछि तपाईँहरूले यहाँ रफ सर्फेस पाउनुहुन्छ र यो रफ सर्फेसमा घोटेर चाहिँ तपाईँहरूले यसलाई सफा गरेर चाहिँ फेरि रियुज गर्न सक्नुहुन्छ र तपाईँहरूको आर्टलाई अझ राम्रो र त्यसमा अझ बढी रियलिस्टिक फिलहरू दिन सक्नुहुन्छ। र अब अर्को रहेको छ यहाँनिर चारकोल पेन्सिलकै रूपमा तथा चारकोल डाइरेक्ट उमै दिएको छ है, चारकोल ग्राफाइटमै अथवा पिसमै दिएको छ। यो चाहिँ किन भन्दाखेरि तपाईँहरूले युट्युब भिडियोजहरू हेरिरहनु भएको होला, यस्तै एउटा टुक्रा युज गरेर चाहिँ पहिला रफ आर्ट बनाएर पछि प्रोफेसनल बनाउनुहुन्छ नि। त्यो चाहिँ कस्तो भन्दाखेरि त्यो पनि एउटा आर्टको जनर नै हो। त्यो आर्टको जनर सिक्न मन छ भने नि यसमा छ। किन भन्दाखेरि यो प्रोफेसनल आर्टिस्ट सेट भएपछि सबै कुरा दिनु नै पर्यो। त्यस्तै गरी अब अर्को पनि चेक गर्नुहुन्छ भने अर्को नि त्यही छ, यसमा नि सबै हार्ड सफ्ट मिडियम छ, यसमा नि हार्ड सफ्ट मिडियम छ। तपाईँहरूले बुझिसक्नुभयो हार्ड सफ्ट मिडियमको कम्बिनेसन के हो। मैले तपाईँहरूलाई भर्खरै भनिसकेँ, जति चारकोल सफ्ट भयो त्यति नै त्यो एकदम सफ्ट हुन्छ र एकदम त्यो हुन्छ नि नाजुक भन्छ नि, हो ठ्याक्कै त्यस्तै हुन्छ। त्यसमा बढी प्रेसर लगायो भने गयो। र अर्को बेस्ट पार्ट चाहिँ यहाँ के छ भन्दाखेरि यो क्ले टाइपको इरेजर भन्छ यसलाई। अब यसको नाम प्रपरली चाहिँ मलाई थाहा भएन, यहाँ लेखेको होला, म भन्छु तपाईँहरूलाई है। सफ्ट इरेजर, ठिक छ, सफ्ट इरेजर पनि छ यहाँनिर। र त्यो सफ्ट इरेजरले चाहिँ तपाईँहरूले के गर्न सक्नुहुन्छ भन्दाखेरि जस्तो कि तपाईँहरूले युट्युब भिडियोजहरूमा देखिरहनु भएको होला, यसले चाहिँ हामीले पोइन्ट बनाएर चाहिँ डिटेलिङको कामहरू गर्न सक्छौँ। अब मोनो जिरो इरेजरको काम नै त्यही भयो, तर मोनो जिरो इरेजरमा अझ बढी फ्लेक्सिबिलिटी हुन्छ र यिनीहरू इरेजरहरूले चाहिँ अझ बढी राम्ररी मेट्ने काम गर्छ। अनि त्यही भएको कारणले गर्दाखेरि चाहिँ हामीलाई आर्टमा अझ बढी फ्लेक्सिबिलिटी हुने भयो। र यसमा चाहिँ अझ आइसिङ अन केक भने जस्तै गरी तपाईँहरूले यो किनिसकेपछि चाहिँ ब्रुस्टोको आर्ट पेपरहरू चाहिँ किन्न नबिर्सिनु होला, अथवा कृति आर्ट स्केचबुक अथवा कृति स्केचबुकहरू अथवा राम्रो खालको स्केचबुकहरू चाहिँ किन नबिर्सिनु होला। नत्र यो पेन्सिल सेट्स चाहिँ यस्तो छ, बब्बाल छ, तर A4 पेपरमा आर्ट गर्नु हो अथवा ड्रइङ पेपरमा आर्ट गर्नु हो भने त भएन। हो, त्यही भएर राम्रो कन्सिडर गर्नु होला, द बेस्ट कन्सिडर गर्नु होला, जसको कारणले गर्दाखेरि चाहिँ तपाईँहरूले आर्टको जर्नीलाई चाहिँ अझ माथि लान सक्नुहुन्छ। र अर्को छ यो इरेजर। यो इरेजर चाहिँ किन दिया भन्दाखेरि हामीले बाहिर पाउने मार्केटहरूको इरेजर भन्दा यो इरेजर राम्रो हुन्छ। किन भन्दाखेरि यसले चाहिँ धेरै जस्तो डस्टहरू पिक गर्दैन र पिक डस्ट नगरिसकेपछि राम्ररी हामीले आर्टलाई सेट गर्न पनि सक्ने भयो, राम्रो पनि बनाउन सक्ने भयो। र हामीले यहाँ भएको कुराहरू त भर्खर हेरि नै हाल्यौँ। त अब हामीले चाहिँ यसमा के अर्को गर्न सक्छौँ भन्दाखेरि चाहिँ यदि तपाईँहरूलाई यो चाहियो भने अफलाइन मार्केटमा पनि खोज्नुभयो भने तपाईँहरूले टन्नै पाउनुहुन्छ। र यदि दराजबाटै किन्नुहुन्छ भने नि तपाईँहरूलाई अहिले अल ओभर नेपाल डेलिभरी भएको कारणले गर्दाखेरि पाउन सक्नुहुन्छ। र तपाईँहरूले फोटो लगाएर देखाउनु भने मार्केटमा जहाँ पनि पाउनुहुन्छ यो। अनि अर्को चाहिँ अब चाहिँ हामी यसबाट
मा अरू मान्छेहरूले कसरी बनाउनु भएको छ र यसको रिभ्यूहरू हेर्छौँ, यो प्रोडक्टको रिभ्यूहरू हेर्छौँ दराजमै कस्तो छ त, यो प्रोडक्ट लिन फाइदा छ कि छैन। र त्यसको लागि चाहिँ अब यस्तो नहोस् कि तपाईँहरू आर्ट सिक्दै हुनुहुन्छ, राम्ररी स्केचिङ भन्दा नि अलि आउटलाइनमा फोकस गरिरहनु भएको छ र यही स्केच किट किनेर बनाउनु भयो। र गाइज तपाईँहरूले चाहिँ अब यो प्रोफेसनल सेटबाट चाहिँ कस्तो आर्टहरू गर्न मिल्छ भनेर सोध्नुहुन्छ भने चाहिँ म फोटोहरू राखिदिनेछु, तपाईँहरूले हेर्नुहोला कस्तो बनाउनु मिल्छ भनेर म सबै दराजको रिभ्यूहरू तपाईँहरूलाई राखिदिनेछु। तपाईँहरूले हेर्न सक्नुहुन्छ कसरी चाहिँ यसबाट प्रोफेसनल्ली हामीले बनाउन सक्छौँ आफ्नो आर्टलाई र हेर्न सक्नुहुन्छ। र त्यस्तै गरी हामीले आर्टलाई पनि प्रोफेसनली लिडमा लान सक्छौँ। र यतैतिर साइडतिर म फोटोहरू पनि राखिदिनेछु, हेर्नुहोला। अनि त्यसपछि तपाईँहरू पनि ट्राई गर्नुहोला, सब्सक्राइब गर्नुहोला फेरि पनि च्यानललाई होइन, नोटिफिकेसनलाई अलमा राखिदिनु होला ताकि मेरो भिडियो तपाईँहरूबाट नछुटोस् र तपाईँहरूले पनि आर्टको जर्नीमा म सँगसँगै लाग्नुहुनेछ र आर्ट आफ्नो पेसनलाई फलो गर्नुहुनेछ। यदि भिडियो रमाइलोको लागि हेर्नुहुन्छ भने पनि हेरिदिनु होला, किन भन्दाखेरि आर्ट हेर्न पनि मजा आउँछ। आर्ट भनेको यस्तो सब्जेक्ट हो जुन चाहिँ हेर्न पनि मजा आउँछ, गर्न पनि मजा आउँछ, दुवै छ। र त्यही अनुसारले चाहिँ हामीले आर्ट गर्न सक्छौँ। र म तपाईँहरूलाई धेरै स्याम्पलहरू पनि देखाइदिनेछु यसबाट गर्न मिल्ने खालको आर्टहरूको, तपाईँहरूलाई म राखिदिनेछु भिडियो। र त्यही अनुसार चाहिँ तपाईँहरूले गर्न सक्नुहुन्छ। र आउने 5-6 दिनमा चाहिँ म एउटा नयाँ भिडियो हाल्नेछु जुन चाहिँ इन्टरनेसनल भोकल आर्टिस्ट सिङ्गरको रहनेवाला छ। कसको हो कमेन्ट गर्नु होला होइन, इन्टरनेसनल हो कसको हो कमेन्ट गर्नु होला। र आउँदैछ भिडियो। आजको लागि यति नै। आशा छ तपाईँहरूलाई यो भिडियो मन पर्यो होला अनबक्सिङको है। अनि म यही युज गरेर चाहिँ म आगामी दिनहरूमा आर्ट गर्नेवाला छु र तपाईँहरूले पनि यसको मैबाटै रिभ्यू पाउनुहुनेछ फेरि एज अ एक्सपेरिमेन्टकै रूपमा। र मलाई पनि यो एक्सपेरिमेन्टकै रूपमा